उक्त ऋण हामीले माग गरेका थियौं वा हामी माथि प्रस्ताव आएको थियो? अफर्ड लोन हो कि रिक्वेस्टेड लोन हो? नेपाल सरकारको मन्त्री परिषद बैठकले एसियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टको लागि 90 मिलियन अमेरिकी डलर र दिगो र समावेशी वित्त परियोजनाको लागि 95 मिलियन अमेरिकी डलर बराबरको ठूलो सहुलियत ऋण स्वीकार गरेको प्रसंग छ। हामी सरकार समक्ष सोध्न चाहन्छौं, कुन संसदीय समिति, कुन नीतिगत बहस र कुन आवश्यकता प्राथमिकीकरण मूल्याङ्कनका आधारमा यो आकारको निर्णय लिइयो? हाम्रो संसद अझै शिशु अवस्थामा छ। संसदीय समिति उपसमितिहरू बनेका छैनन्। यस्तो अवस्थामा एउटा सानो आकारमा बसेर भएको सरकारको निर्णय पारदर्शी नहुन सक्ने सम्भावना छ। सबैभन्दा महत्त्वपूर्ण प्रश्न, उक्त ऋण हामीले माग गरेका थियौं वा हामी माथि प्रस्ताव आएको थियो? अफर्ड लोन हो कि रिक्वेस्टेड लोन हो? किन विशेष गरी उक्त परियोजनाहरू नै छनौट गरियो? यसको गरिमामय संसदमा सरकार तर्फबाट जवाफ आउँछ भन्ने मैले अपेक्षा राखेको छु।